अब चाहिँ हामी जान ठिक बाटोछौँ। घाँटी गहिरो दाइ अगाडि हुनुहुन्छ, दाइ बस्नुहुन्छ चट्ट। ल अब चाहिँ हामी भन्ज्याङबाट हिँड्यौँ। यता चाहिँ हाम्रो रामकृष्ण साउथको पसल। बेला बेलामा राइड हान्नुपर्छ है। अगाडि आउँदै हुनुहुन्छ एकजना सरको हामी। यो के भारती गङ्गा भन्ने यो चाहिँ भारती गङ्गा हो। यहाँनिर चाहिँ त्यो चाहिँ ऋषिले निकालेको अरे। यही हो, अहिले चाहिँ पानी छैन। लगभग हामी नागी भन्ने ठाउँमा निस्किन लाग्यो। त्यो नागी बाटो चाहिँ डेन्जर छ। बोल्नै केही नआउने रहेछ दाइ। भाइलाई बोले गर्छु म त के बोल्ने भयो। तर खैर केही छैन। हामी चाहिँ आरकेएम मोटो भ्लगको फ्यान हाम्रो आरकेएम मोटो भ्लगरलाई चाहिँ सट्ट सबैजनाले सब्सक्राइब गरिदिनु होला। अब चाहिँ यहाँबाट चाहिँ पिच बाटो भेटिन्छ। यहाँनिरबाट चाहिँ अब यहाँबाट चाहिँ पिच छ, यो नागी डाँडाको पिच। यस निर्माण कार्य भइरहेछ, राम्रो भइरहेछ अहिले चाहिँ। अरे यो चाहिँ बनाएको 1 हप्तामै भत्किएको बाटो यो चाहिँ। ल यस्तो छ, अब निर्माण त गर्छ तर बाटो यस्तो छ, बनाएको 1 हप्तामा भत्किन्छ। तर यता चाहिँ राम्रो छ। त्यो नेपालको ठेकेदारहरू यस्तै हुन्छ। नाङ्गी डाँडाको पसल जानु मजा हो। यहाँ राम्ररी मोटो भ्लगरमा चाहिँ नयाँ भएर अलिक बोल्न त्यति आएन। हाम्रो आरकेएम मोटो भ्लगरले खतरा बोलिन्छ। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हुन त अब म नि त्यति साह्रो पपुलर त छैन भयो कि। यता चाहिँ यो हस्पिटल चाहिँ खै के कारणले गर्दा रोकिएको छ होला, पत्र परेको छ। यसो ध्यान आकर्षण होस् यो हस्पिटललाई पनि। बिचरा अलपत्र छ। बिमारीको उपचार गर्न बनाएको हस्पिटल आफै बिमारी भएर बसिरहेछ क्या। यस्तो छ नेपालको हालत। अब बाटो चाहिँ यस्तो डेन्जर छ। तर त्यो हो, कुनै न कुनै दिन बन्ला। बाटो त अब यस्तो छ, यो बिचमा आएर यत्रो ढुङ्गा बसिन्छ। तर उ त दामी छ क्या। त्यहाँ एकखेर त्यहाँ चाहिँ जानु मन लागेको छ मलाई। उयो डेम्बा डाँडा सोइलिङ पो मलाई जस्तै जानु मन लाग्यो भने। भने बाटो कन्फ्युज होला जस्तो लाग्यो। फेरि बुढाहरू अब चिनेको बुढाहरू कोही जाँदैन। फेरि त्यत्रो अग्लेश्वर पुगेर हुन त अग्लेश्वर पनि घुम्दै जानु त पाइने नि। तर एक दिन त्यतै बस्ने गरी जानुपर्छ क्या हो। यता त्यो निर्माण कार्य भइरहेछ। यो चाहिँ हताहट यस गरेछ गर्नु चाहिँ। अलपत्र चाहिँ नपरोस् भन्ने हो। यो बाटो अलपत्र त नपर्ला है। यहाँ त फेरि अलपत्र हुने नै डेन्जर छ। फेरि त्यो अब खै बन्दैन। भइसक्यो नि। यता काम चाहिँ भइरहेछ भट्टा भने। यो नाली बन्न लागिरहेको थियो यता खतरा। अब हामीले लगभग यहाँबाट देखिँदैन होला। परको डाँडा पुग्ने हो हुन चाहिँ।
भाइलाई आज बिजोग हो है भर्खर घर पुग्नु भयो फेरि ए माथि मन्दिरमा तर बवाल छ है यता साउन्ड भइरहेको छ यस्तो खतरा नाली चाहिँ खतरा बनाइरहेको छ तर अलिकति अलिक हाइट गर्नु पनि अलिक कमै भयो कि जस्तो लाग्छ ल यो चाहिँ धोबीको राधाकृष्ण मन्दिर त्यहाँ आइपुग्छ क्या यता निर्माण कार्यको लागि हो कि के को लागि हो पाल्लोहरू के केहरू चाहिँ झरेको छ टन्डिङ बाटो चाहिँ यस्तै छ डेन्जर छ आज चाहिँ ओफर लगेर उहाँ एकछिन बस्ने भनेको उहाँ एकछिन टक्क गीत बजाएर बस्दिने कि यता गाइजहरू पुरै छ आफ्नो पारामा भिडियो हल्लेछ कि हल्लेन चाहिँ हेर्नु छ धोबी डाँडा जस्तो छ पहिला हुनु सानो सानो पालामा त यसमा पनि मान्छे हुन्थ्यो तर अहिले चाहिँ यस्तो छ हालत यता हाट दाइ हुनुहुन्छ अब चाहिँ यहाँ राष्ट्रपति रनिङ सिल होइन राष्ट्रपति रनिङ सिल कि के हो यो चाहिँ यहाँ चल्ने हो गरे अचेल चाहिँ धोबीमा एकदम प्र्याक्टिस चलिरहेछ अहिले त चल्दिनँ तर देखिन्न चाहिँ अलिक गाह्रो पर्छ होला तर यहाँबाट चाहिँ देखिन्छ होला टक्क यो प्र्याक्टिस भइरहेछ खतरनाकै प्र्याक्टिस भइरहेछ यो चाहिँ धोबी डाँडाको झट्टेश्वरी हामी चाहिँ खलेडी डाँडा पनि भन्छ घ्याप्तीको पहिरो पनि भन्छ त्यहाँ हिँडिरहेको छौँ राउटसँग हेर्नु होला एकदम विश्वको कि नेपालको चाहिँ दोस्रो ठुलो कि पहिलो हो यहाँ पनि जस अलिअलि काम चाहिँ हुन सुरु भएछ क्या हो यता पनि टक्क ल अलिक लेभल सेभल फिटाउन अब चाहिँ केही गर्ला जस्तो छ है लिखो तामाको सीमा नि केही होला जस्तो छ है जेएनजी पछि चाहिँ केही होला जस्तो भएको छ है ल नत्र चाहिँ अनि यहाँ भुतुर भए पनि केही विकासै भएको थिएन अब जेएनजीले त्यति गरिकन चाहिँ अहिले चाहिँ एकदमै ल अब काम चाहिँ धमाधम सुरु भइरहेछ अब चाहिँ केही होला कि जस्तो चाहिँ छ अब हेरौँ आन्दोलन हुनुहुन्छ खतरा काम गर्छ होला एकजना नेता घर जलाउने होइन 10-12 जना नेता फटा नेताहरूले चाहिँ फटा नेताहरूलाई पिट्नै पर्ने थियो त्यति आन्दोलन भइकन अब यहाँ काम धमाधम यस्तो बबाल भइरहेछ कि न त यहाँ कामै सुरु भएको थियो नि यो दसैँ छेकतिर त यो बाटो डेन्जरै थियो कि हिँड्नै नसक्ने अब हामी चाहिँ यो उँभो जानुपर्ने हुन्छ यता गयो भने चाहिँ मन्थल जाने बाटो भयो भने अब यतातिर जानुपर्छ यो काङबा जाने बाटोपट्टि जानु पर्यो बाटो चाहिँ अब यस्तो छ डेन्जर छ डेन्जर भयो नि जानै पर्यो घ्याप्चेको पहिरो त्यहाँ चाहिँ एकदमै पहिरो नजाने चाहिँ दिनै हुँदैन अहिले त्यो माथि पगरबास डाँडाबाट पनि देख्दो रहेछ बगरमा तल चाहिँ आएर ठुलो भएर माथि चाहिँ फेरि सानो छ तल चाहिँ ठुलो फाँट भएर तर त्यत्रो पहिरो अब तल त्यसरी नफिचिने हो भने त यिनै बस्नुपर्ने खोइ कस्तो खालको पहिरो अब रहस्यमय चाहिँ डेन्जरै छ त्यहाँनिर घाम लाग्दा चाहिँ अब घाम लाग्दा त्यो त्यसमा पनि पहिरो जान्छ पानी पर्दा चाहिँ त्यहाँ पहिरै जाँदैन क्या त्यस्तो डेन्जर छ त्यही भएर आज बाबुहरूलाई मैले चट्ट लिएर हिँडिरहेको छु क्या हेर्नु होला पुरा भिडियो फेरि टक्क बिचमा स्किप गर्नुभयो भने तपाईँहरूले रहस्यमय ठाउँ टक्क पहिरो धेरै जाने ठाउँ देख्न सक्नुहुन्न त्यही भएर भिडियो चाहिँ स्किप नगरौँ हेरिराखौँ अहिले त टक्क बाटो पनि सफा गर्दैछ यहाँ गाडी हिँड्दैन नि त त्यही भएर होला
त्यही मान्छेहरू अहिले बाटो समाइदिएछ क्या राम्रो भयो त बाटो चाहिँ खाल्टाखुल्टी छ त्यो हो अझ डट बाइक चलाउनेहरूलाई चाहिँ एकदमै मजा आउँछ है यहाँनिर उडाउनलाई चाहिँ अब चाहिँ लगभग अब 10 मिनट जतिमा चाहिँ पुगिन्छ होला हेर्दै गर्नु होला भिडियो चाहिँ टक्क मोटो भ्लगिङ चाहिँ यो फर्स्ट टाइम हो म त भाग्छु टक्क नत्र खालि भ्लगिङ मात्र हुन्छ यो चाहिँ अब मोटो भ्लग टक्क मोबाइल टक्क बाइकको होइन हेलमेटको स्ट्यान्डमा राखेर टक्क टिप्यो फर्स्ट ब्रेक यही हो जुनी भनेको रमाउने हाँस्ने हिँड्ने होइन दाइ अब पछि बुढेसकालमा भनेको त के हुन्छ त्यही भएर अहिले नै माथि नै जान्छ के अब त हामी त बुढेसकाल देख्न पनि गाह्रो छ क्या अनि टक्क यस्तो बाटोमा हिँड्नुको एउटा मजा भनेको चाहिँ टक्क यता अब गाडी साडी चाहिँ आउँदैन त्यही एउटा मजा छ शान्त आफ्नो तालमा हिँड्ने हो गाडीकै मान्छे नि भेट्नु तालबरदेखि बाघ भालु भेट्नु सक्ला तर मान्छे भेट्नु चाहिँ गाह्रै छ जता हेरे पनि आनन्द छ क्या यता चाहिँ अब यो बाटो त मैले किन जस्तो मेरै जस्तो क्या अब तर मेरो बाटो चाहिँ होइन त्यस्तो नसोच्ने होला तर यता समय छ राम्रो बनाएको छ अहिले त्यो बाटो हुनु चाहिँ अब कति बजेट लाग्यो तर अब नि घोटाला त होला यो अप्ठ्यारो ठाउँमा चाहिँ बनाउँदैन ल अब चाहिँ आइपुग्नु लागि घाप्टीको पैसा चाहिँ यस्तो बवाल छ हो यता त बनाएछ त्यस गन त गराएछ यस भात खाइस् भन्दा खाए जस्तो चाहिँ गराएछ तर राम्रोसँग बनाएको छैन ल अब हामी चाहिँ यहाँ बाइक पार्किङ गर्ने ठाउँ चाहिँ आइपुग्नु लागिसक्यो ल हामी त बाइक पार्किङ गर्ने हो चौरो हो बाबा यता हाल्नु पर्यो ओहो हिमाल देख्दो रहेछ नि त उता नम्बर ए यहाँ खतरा देख्दो रहेछ त ल पहिरो चाहिँ यही हो यो चाहिँ घ्याप्चेको पहिरो यो चाहिँ रामसार जिल्लाको लिखु तामाकोसी र मन्थलीको ठ्याक्कै यो बिचमा पर्दछ यो चाहिँ एकदमै ठुलो पहिरो छ यो पहिरोले गर्दा चाहिँ यतापट्टि त बासिन्दाहरूलाई पनि एकदमै गाह्रो भएको रहेछ जस्तै बासिन्दाहरूको पनि खोइ कति 60-70 रोपनी त जग्गाहरूले खाइसक्यो अरे पहिरो चाहिँ यही हो हस् धन्यवाद कस्तो लाग्छ प्रतिक्रिया दिनु होला।